सुनेको थिएँ। सरकार तपाईसँग बहुतै रिसाएको छ। शान्तिको कुरा गरेर सुनेर रिस उठ्यो होला। यसरी आगो लाउनु हुँदैन थियो भने सुनेर रिस उठ्यो होला। तोडफोड गर्नु हुँदैन थियो भने सुनेर रिस उठ्यो होला। सामान लुट्दै चोर्दै भाग्दै गर्नु हुँदैन थियो भन्ने सुनेर रिस उठ्यो कि? अनि हामीले के गरिदिएको छ? समाज शान्तिपूर्ण हुनुपर्दछ। सरकारलाई रिस उठे पनि, जसलाई रिस उठे पनि म भन्न चाहन्छु, यस देशमा नेकपा एमाले पनि छ र लडेर यस देशलाई शान्तिपूर्ण देशमा परिणत गरेर छोड्छ। यस देशमा यो लुटपाटको संस्कृति, अर्काको सम्पत्ति लुटेर आफ्नो जीविका चलाउने अथवा आफ्नो खुसी र सुविधाका लागि अर्काको सम्पत्ति लुट्ने, कस्तो रिस हो, कस्तो आक्रोश हो, कस्तो के हो, अर्काका घरमा आगो लगाउने, यस प्रकारले। अनि कुप्रचार जति पनि गर्न